everyone, welcome back to my new channel. Today, कलेजबाट आई अनि यसो गाउँतिर पनि पुगेँ म अनि टक्क घर आएर मैले खानासाना बनाएँ अनि यहाँ फ्री टाइममा यसो के गरौँ भनेर यसो भ्लग बनाइदिएँ अब आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि अहिलेसम्म चाहिँ सन्चै छु हैन मेरो मोबाइल चार्ज छैन चार्ज हाल्नुपर्छ अनि सब ठिक हुन्छ मिलाएर म भेट्छु ल गाइज मोबाइल चार्ज हाले हल्का सेटो मिलाएर आइसकेँ म अब के तपाईहरुलाई चाहिँ होला भनेर गाना गाउँदैछु स्वर त अब यस्तै हो नराम्रो छ त्यही भएर सुनिदिनु होला यस्तै हो अब स्वर त अब यस्तै के भन्नु अब बिग्रेको घाँटी बिग्रेको त्यही हो धन्यवाद अहिले भेट्छु तपाईँहरूसँग ल गाइज ल फेरि आइपुगेँ गाइज ल मयन पनि हुनुहुन्छ यहाँ सक्नुहुन्छ म पनि यही छु म त भर्खर सुतेर उठेको Paganita Khalid. بدلت के गर्नु यस्तै हो ल अहिले भेट्छु म हाम्रो यता चाहिँ पानी पर्न लागेछ यता के कसो हुन लागेछ यता चाहिँ पानी पर्न लागेछ बल खेल्न जानुपर्ने यस्तै छ भात पनि खाएको छैन भात खाएर अहिले बल खेल्न जानुपर्छ लगाएर अब चाहिँ हिँडेर बल खेल्न फेरि लुक्स फेरि यस्तै छ फेरि डिप्रेसन झारहरू मात्र छैन बल खेल्न लाग्दैन पर्छ कभरको हालत हेरेर फेरि ऊ कभरको हालत के भएको मोबाइल कभरै त्यसको गोलो गोलो नि काटिदिएको के त
क्यामेराको त्यो आउँछ भनेर के त्यो भएर काटेको त्यसको कमी छैन कि नेपालमा ट्यालेन्ट के बोले भाइ के बोले के क्रिएटिभिटी ल डर्नु मस्तले बिस्तारै जान्छौँ हामी त अब कहाँ जाने सिधै बल खेल्न जाने होइन त डिप्रेसन यस्तो छ है बर्दिवास मौसम हल्का बेठिक जस्तो छ त्यो पनि ठिकै छ पानी दिँदा पर्छ तँ घर जाने सिमन्दाले काम गर्ने चाहिँ यो सेकेन्ड फ्लोरमा हो कहिले भेटिने खोइ माया गाइस मेरो बेबी पछि आउँदैछ अरे है यो प्र्याक्टिसको बल हाम्रो आजको यो चाहिँ ड्रिपी भाइ है ड्रिपी भाइ हो क्या बाङ्गो लगाएर हिँड्छ ड्रिपी भाइ हो के भन्दै दुई शब्द त्यसलाई ड्रिपी भन्दैन के ड्रिपी नो ना तेरा ना मेरा भने जस्तो फेरि त्यही हो अब चाहिँ हामी आइपुग्न आँट्यो यो सिधै माथि गयो भने चाहिँ कहाँ पुग्छ यहाँबाट डाँडा के अरे अनि यहाँबाट गयो भने चाहिँ कहाँ पुग्छ यहाँबाट गयो भने ठ्याक्क यहाँ यतापट्टि साइडमा हेर्नु होला नाबिया विनायक हो अरे कहना क्या चाहते हो विनायक ब्याङ्क्वेट विनायक हो यहाँबाट थोरै जानुभयो भने तपाईँहरू ट्याक्क यता घुमेर हेर्नुभयो भने देउराली स्कुल यो हो त्यहाँ चाहिँ हामी मेरो स्कुल हाम्रो स्कुल राम्रो स्कुल त्यही भन्छ होइन यो चाहिँ अब के गरेर हामी त कलेज लाइफ पुगिहाल्यो एकदम बाबुहरू पढ ल राम्रोसँगले पढ्ने हेलो हामी चाहिँ अब स्कुल आइपुग्न आँट्यो यो स्कुलको गेट अब अहिलेको लागि यति नै 0.5 छ के गर्नु त्योहरू हल्का टाढै देखिरहेछ अब यतिमै राख्दै अहिले म ग्राउन्डमा पुगेर भेट्छु गाइस हामी ग्राउन्ड आइपुग्यो है यहाँ एकजना मात्रै यहाँ गेम खेलिरहेको छ अनि यिनीहरू छ एकजना यहाँ बल उयो भइरहेछ तिनीहरू आउन बाँकी छ अहिले भेटेर म ग्राउन्डमा अहिले बोल्छ है प्लेयरहरू आउँदैछ है को रे त त्यो ब्याग मिला प्लेयर आइरहेछ प्लेयर ल स्किल देखाइदियो तेरो स्किल देखाइदियो है तेरो कराते स्किल देखाइदियो ल तेरो कराते स्किल देखाइदियो ल आइपुग्यो ल यो किपर भाइ आयो कहाँ सोन भाइ कहाँ गयो ल आजको गेम पनि सक्यो है अब घर जानुपर्ने हुन्छ एकछिनमा ल टेक्वान्डोहरू छ यहाँ हो राम्रो बहिनीहरू हाम्रो चाहिँ सक्यो गेम हाम्रो चाहिँ सक्यो अब टेक्वान्डोको बाई चाहिँ 6 बजी टेक्वान्डो हुन्छ होइन रेमन ल अब बन्डा कस्तो खेल्ने साथी भन्छ एक चैन पे लागिए 20 लाख की भाइले आज खतरा खेल्यो ल ये खुशी क्या सुनाक से निकल रहे इतनी खुशी ये ले ल अहिले
भेट्छ है गाइज ल म जाँदाखेरि बाटोमा गाइज अब चाहिँ म घर आइपुग्नु आँट्यो भने घर आउनु धेरै टाढा छैन नजिकै छ मेरो फोनको कभर त्यस्तो छ फेरि गाइज ए लेकिन ये साला कर क्या रहा है यहाँ पे शौचालय दोकान घर पनि कोही छैन आँपहरू पनि सब झरिसक्यो खाने कोही पनि छैन आज हालत त ऊ थाक्ची गइसक्यो नुहाउनु पर्ने हुन्छ एकछिनमा को के गरेर मम्मी खोइ मोमो खाने हो मोमो लिन जाँदैछु म मोमो लिन त्यही हो अहिले भेट्छु म मोमो लिएर भेट्छु ल गाइज मोमो ल्याउँछु भन्थ्यो खाइसक्यो अब आजको लागि यति नै लाइक सब्सक्राइब सेयर गरिदिनु होला धन्यवाद